35 वटा रेडिएसन छ एन्ड 6 वटा केमोथेरापी कन्फर्म भएको छ। प्रे फर हिज गुड हेल्थ। अनि आज चाहिँ बाजुको थियो केमोथेरापी। हाई गाइज, न्यू डे न्यू व्लग एन्ड आजको व्लग चाहिँ स्टार्ट हुँदैछ डाइरेक्टली फ्रम द स्टेनम हस्पिटल एज यु गाइज क्यान सी एन्ड आई होप यु गाइज आर डुइङ ग्रेट। र आजको यो व्लग हस्पिटलबाट स्टार्ट गर्नुको कारण चाहिँ के हो भने चाहिँ आज चाहिँ मेरो होइन बाजेलाई लिएर आएको फेरि पनि एन्ड यु गाइज माइट बी कन्फ्युज लाइक मेरो पनि ट्रिटमेन्ट चल्दैछ एन्ड साइड बाई साइड बाजेको त अब झन् रेगुलर हो। र आज चाहिँ हाम्रो बाजेको चाहिँ रेडिएसन स्टार्ट भइसकेको छ आजदेखि एन्ड हामी चाहिँ को आएको थियौँ भने चाहिँ म, मेरो हस्बेन्ड आएको छ एन्ड मिलन पपोङ एन्ड सुइन पपोङ अल्सो देयर। अनि अहिले भने चाहिँ हामी यहाँनिर रेडिएसन गर्नुको लागि चाहिँ बाहिर बसिरहेको छौँ। यहाँनिर चाहिँ बाजे हुनुहुन्छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। र अहिले चाहिँ हामी बाजेलाई चाहिँ भित्र हालिसकेको छ रेडिएसन हालिरहेको छ। अनि आजदेखि चाहिँ हामी बाजेको रेडिएसन स्टार्ट। आई थिङ्क मेरो आवाज क्लियर आएको छैन होला, तर आजदेखि चाहिँ रेडिएसन स्टार्ट भएको छ। अनि त्यही हो। अन्त अहिले बाजेलाई भित्र हालिरहेको छ। अन्त म चाहिँ यहाँ बाहिर बसिरहेको छु हो, because this is the first time I'm dealing and I don't know what is the consequences like कस्तो खालको हुन्छ पेशेन्ट भनेर and just hoping for the best। म चाहिँ यहाँनिर बसेर पर्खिरहेको छु निस्किनै भएको छैन। बस्दै गर्नुहोस् न, यहीँ बस्दै गरौँ। गनगन गर्छ गनगन। मलाई त कस्तो घरमा बसेको जस्तो देखिरहेको छ। हेरौँ न, अहिले चाहिँ हामी आइरहेको छौँ यहाँ बिग बजारमा। एक दुईवटा आफ्नो सामान त के भन्नु, ग्रोसरी लु परेन भयो। हामीले चाहिँ यहाँ एक दुईवटा ग्रोसरी गरेको छौँ। यहाँ होस् माथि जानु है। हाई गाइज, र यो भ्लग चाहिँ नेक्स्ट डेदेखि स्टार्ट हुँदैछ बिकज हिजो चाहिँ म घर आएर त्यतिकै मैले भ्लग स्टार्ट गरेँ बिकज लाइक आई वाज सो एक्जस्टेड एन्ड हामी माथिबाट सबैजना छुटेको, म र भाइला त्यहीँबाट छुटेर हामी लाइक तपाईँहरूले हेरिहाल्नुभयो हस्पिटलबाट निस्केर वी डिड सम ग्रोसरी एन्ड देन वी डिरेक्टली केम ब्याक टु होम। अनि बाजे पनि घर जानुभएको थियो फपङहरूसँगै र हामी चाहिँ त्यहीँबाट आइहालौँ भनिहालेँ। अनि त्यतिकै हिजो चाहिँ मैले भिडियो सुट गर्नु मन परेन एन्ड मैले गरिनँ त्यतिकै। अनि आज चाहिँ नेक्स्ट डे, अनि आज चाहिँ बाजेको थियो केमोथेरापी। आज चाहिँ म गइनँ, आज चाहिँ फपङहरू जानुभएको थियो दुईजना मात्रै। अन्त म गइनँ आज बिकज अब चाहिँ हामीले के भन्दैछ भने चाहिँ अब के सोच्दैछौँ भने चाहिँ अब पालो पिलो गर्नुपर्ने भनेर, बिकज एकजनालाई मात्रै गर्नु इट्स नट पोसिबल। सब हामी डेज डिभाइड गरेर चाहिँ पालो पिलो गर्ने भनेर सोचिरहेको छौँ। अन्त लाइक एज आई हेभ अलरेडी सेड बाजेको ट्रिटमेन्ट स्टार्ट भइसकेको छ। अब कतिजनाले भिडियोहरू हेर्नु भएको छ भने त यु गाइज अलरेडी नो द हिस्ट्री, अब कहिलेदेखि बिमार स्टार्ट भइसकेको भनेर। अब कतिजनाले हेर्नु भएको छैन भने अब के भन्नु त्यसमा केही उयो गर्नु छैन। र बाजेको चाहिँ स्टार्ट भइसकेको छ ट्रिटमेन्ट। अनि हिजो फर्स्ट रेडिएसन थियो अनि आज चाहिँ थियो केमोथेरापी आज। एन्ड आज त म गइनँ, तर मैले कल गरेको थिएँ लाइक हि इज फाइन अहिले फिलहाल चाहिँ अलिक। अन्त अब 1 मन्थको लागि त कन्टिन्युस छ 35 वटा रेडिएसन छ एन्ड 6 वटा केमोथेरापी कन्फर्म भएको छ। अब त्यहाँदेखि चाहिँ अब पेसेन्टको सिचुएसन हेरेर अब के गर्नुपर्ने त्यहाँदेखि हुन्छ। अब अहिले फिलहालको लागि चाहिँ यति कन्फर्म भएको छ। अन्त अब 35 मा हिजो एउटा रेडिएसन भइसक्यो, सो देयर आर 34
लेफ्ट अनि यो चाहिँ कन्टिन्युअस एभ्री डे हुन्छ बिहान बिहान अनि केमोथेरापी चाहिँ विकली हुन्छ र एउटा आज भइसक्यो भनेपछि अब यो हप्ताको लागि सकिएको छ एन्ड नेक्स्ट विक फेरि अर्को हुन्छ सो त्यस्तै प्रकारले त्यतिकै त्यो सर्कल भइबस्छ एन्ड त्यही थियो यो चाहिँ जस्ट मैले एकदम प्रपर प्रकारले भनौँ भनेर चाहिँ यो मैले एक्चुअलमा सुट गरेको र त्यस्तै हो गाइज एन्ड आई जस्ट वान्ट यु to keep him in your prayer and अरू के भन्नु फिलहालको लागि त इज डुइङ वेल अलिकति चाहिँ मतलब अलिकति बिसन्चो खालको देखिरहेको छ भन्दै थियो अब म त घरमा बसेको छुइनँ यहाँ यतै छु तर अब हस्पिटल चाहिँ एभ्रिडे नै जाँदैछु यहीँबाटै अन्त अब चाहिँ बाजेसँगै बस्नुपर्छ होला किनभने एभ्रिडे घरबाट जानु पनि पोसिबल छैन अनि प्लस बाजेलाई पनि पुरा बेसी अलिकति प्रब्लम नै हुन्छ एभ्रिडे ट्राभल गर्दै जाँदै ट्रिटमेन्ट गर्नु र त्यस्तो सोच्दैछ अब के हुन्छ चाहिँ हेर्दै जाउँ आई विल अपडेट यु गाइज होइन लाइक अब मैले यो फिल्डमा अब स्टार्ट गरिसकेपछि अपडेट गर्नुपर्छ होला भन्ने लागेर मात्रै लाइक म अपडेट गर्दैछु अदरवाइज त लाइक आम नट इन द्याट मोड कि भिडियो यसरी गर्नु भनेर सो त्यस्तै हो एन्ड स्टार्ट भइसकेको छ ट्रिटमेन्ट हो अनि अरू त के भन्नु अरू त्यस्तै छ हेर्दै गर्नुहोस् हो किप लभिङ किप सपोर्टिङ है र अब नेक्स्ट हेर्दै जाउँ के हुँदै जान्छ म तपाईँहरूलाई भन्दै जान्छु र अहिले चाहिँ त्यस्तै छ फिलहालको सिचुएसन चाहिँ एन्ड इट्स सो एक्जस्टिङ के भन्नु अब भन्नु पनि सक्दिनँ के हो केही बुझिरहेको छुइनँ अनि त्यस्तै छ ओके गाइस सो यो भ्लगमा चाहिँ यति नै मैले चाहिँ जस्ट क्विक अपडेट दिनुको लागि मात्रै सानो सुट गरेको र यति नै छ यो उयोमा एन्ड लास्टली प्रे फर हिज गुड हेल्थ छिटै लाइक जाति भएर आओस् है एन्ड ओके गाइस सो थ्याङ्क यू सो मच फर वाचिङ एन्ड के हुन्छ त्यो त म अभियसली अब सुट गरेछु भने चाहिँ म भन्छु होइन तर अब मेबी अलिकति गर्दिनँ होला सायद तर अब गरेछु भने त डेफिनेटली आई विल अपडेट यु गाइज गरिन रहेछु भने पनि सोच्नु कि अब अलिकति बिजी नै छ र त्यही अलिकति हस्पिटलमै धाइरहेको हुन्छ त्यही हो र यति नै हो गाइज so again thank you so much for watching and okay bye everyone good night